लाइफ पनि यति बिजी छ नि बिजी छ। तपाईहरुले हेर्नुभएको भन्दा अलिक फरक खालको लिम्बुनी है। यो दृश्य चाहिँ आज हामी होलसेल जाँदाको दृश्य हो है। जुन यो पैसा गनिरहेछु हाम्रो हिजो दिउँसो बिजनेस व्यापार भएको पैसा शुद्ध गर्न नभएर गाडीमा जाँदा बाटोमा धरानदेखि लिएर इटरीसम्म बाटोमा गन्दै गरेको दृश्य हो है। अत्यन्तै 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 विश्व नेपालमै सम्राट सिन्धु जतिको बिजी त मान्छे छ जस्तो मलाई लाग्दैन है। हामीलाई 5 मिनेटको समयले पनि धेरै काम गर्नु परेको छ है। हेर्नुस् न, दिउँसो भन्नाले हिजो बिहानको कुरा गरौँ न। हिजो बिहान होलसेल आयो। होलसेलमा आएर लगभग 50, 60, 70 वटा होलसेलबाट संगीत चोक हुँदै जनता बस्ती हुँदै जनता स्कुल हुँदै अनि यता नेशनल गल्ली हुँदै यता टिपी चोक लोकल लाइनमा हुँदा गर्दा नै हाम्रो बिहान हिँडेको लगभग फर्काइ 1 बजेर 1 त नभनौँ है 2-3 बज्छ। अनि 3 बजी पसलमा पुग्यो हो। अनि सरले चाहिँ के अरे गोदाममा सामान राख्नुहुन्छ। अनि गोदाममा सामान राख्नु गएर घरमा एकैछिन 5-10 मिनट जानुहुन्छ है लाइटहरू लिनु। अनि त्यहाँदेखि उहाँ फर्किहाल्नुहुन्छ। फर्केर आएर फेरि इटरीबाट लगेको एकदमै धेरै सामान 3 बोरा 4 बोरा हुन्छ। एकदम बिजी हुन्छ। पसलमा ल्याइसकेर त सम्भवै छैन त्यो प्लास्टिकबाट सामान खोल्ने। सो त्यही भएर प्लास्टिकबाट खोलेर सबै टक 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 पार्नुपर्छ। 1.5-2 घण्टा लाग्छ है उहाँलाई त्यो प्लास्टिकबाट खोलेर उहाँ लगायत उहाँको स्टाफलाई। अनि म चाहिँ 3 बजीतिर होलसेलबाट पुग्यो धरान सब्जी मण्डीको पसलमा। 3 बजी पुग्दा यति धेरै 2:30 लिएर 3 बजीसम्म पुग्छु है। धेरै सामान हुन्छ हाम्रो, एकदम धेरै सामान हुन्छ। 2:30 बजी पुग्छु। यति धेरै कस्टमर हुनुहुन्छ। त्यही पनि अब कतिपय मेरो स्टाफको हातबाट सर्भिस लिएर जानुहुन्छ। कतिपय साथीहरूले चाहिँ अङ्गालो लुगा छानेर मलाई वेट गरेर पर्खिरहनु भएको हुनुहुन्छ। सो उहाँहरूलाई बिल गर्दा एकछिन गफ गर्दा एकछिन टाइम दिँदा एकछिन हाँस्दा है। अब त्यही त होइन सिन्धु दिदी तपाईँले लगाएको मात्रै साह्रै राम्रो लाग्छ हामीलाई, कति सुहाएको हो भनेर मलाई तारिफ गर्नुहुन्छ है। सुहाउन त सुहाए पनि नसुहाए पनि यति भनिदिनुहुन्छ बस म खुसी छु। अनि यताउता गर्दा 3-4 बजिहाल्छ है। अनि त्यही भएर 4 बज्छ। 4 भने 5 बजेपछि फेरि यताको पसलमा म एकछिन आउनै पर्छ है आजकल है। थोरै 1 घण्टा यता अर्को पसलमा मैले टाइम दिनै पर्छ है। अर्को पसलमा पनि मेरो नसा लागिसक्यो मेरो कस्टमरलाई है। म नभई हुँदैन सिन्धु दिदी खै भन्नुहुन्छ कहिलेकाहीँ गएन भने। सो 5 बजेर फेरि 6 बजेसम्म म अर्को पसलमा टाइम दिनुपर्छ। अनि फेरि 6 बजे ब्याक फर्केर एकैछिन गयो सब्जी मण्डीको पसलमा। अनि यसो यति गल्लेको हुन्छ यति पेदु गल्लेको हुन्छ है। मान्छेसँग बोल्दा हाँस्दा अब त्यस्तै त होइन, गर्मी हुन्छ। त्यही भएर एकछिन फेरि 5-6 बजेदेखि लिएर एकैछिन 7 बजीसम्म एउटा दुईटा सकी भिडियो बनाए पनि मेरो एकदम नर्मल हुन्छ है। एकदम नर्मल जस्तो छ त्यस्तै। मेरो पसलै अर्ग्यानिक हो है। पसलै एकदमै अर्ग्यानिक हो। जे छ त्यही। मेरोमा त्यस्तो बत्ती सत्ती झलललल डेकोरेसन केही पनि छैन है। श्री फुपाजुको घर हो। हल एउटा छ। हलमा टक 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 यसो ह्याङ्गरमा टाँगिदिएको हुन्छ। प्लास्टिक झोला बोरामा हुन्छ लुगाहरू है। तर मेरो कस्टमर चाहिँ सन्तोकी हुनुहुन्छ। आफै छानेर कट्टै गरेर निकाल्नुहुन्छ। अनि अङ्गालो ल्याउनुहुन्छ। बिल गर्नु न दिदी भन्नुहुन्छ। खुसी लाग्छ त्यही नै है। अनि त्यहाँदेखि एकछिन 7 बजीसम्म भिडियो सिडियो गऱ्यो। अनि फेरि सर्लाका दोकानबाट फेरि घरतिर गयो है। घरतिर गयो भने फेरि एकछिन भान्साको पसलमा निस्क्यो। अनि सरलाई निकालेर सरसँगै गयो। अनि 8-9 10 बजिहाल्छ है। यताको पसललाई 1.5 घण्टा उताको पसललाई 1.5 घण्टा टाइम। अनि एकछिन 1 घण्टा जस्तो भिडियो छिटो बनाउँदा टाइम त्यतिकै वेस्ट भइहाल्छ। 9-10 बजिहाल्छ। अनि 10 बज्छ घरमा पुग्दा। जहिले पनि 10 बजेपछि घरमा खाना पकाउने टाइम पनि हाम्रो कहिले पनि हुँदैन। मैले भनिरहेछु है। बिहान बेलुका कहिले हाम्रो बाहिर नै हो है। अनि 10 बज्छ। गलेर कस्तो गलेको हुन्छ। कस्तो म मात्रै गल्ने हो कि तपाईँहरू सबै गल्नुहुन्छ। साह्रै गलेको हुन्छ। त्यही माथि म फेरि अल्छी छु क्या, साह्रै अल्छी छु। अनि घरमा गयो फात्ताफुत्ता लुगा फेरो। अनि ड्रेस चेन्ज गरेर फेरि फात्ताफुत्ता नुहायो। त्यति हो मेरो काम। नुहाएर अनि एकछिन मोबाइल हेर्दा 11 बजिहाल्छ। पैसा हिसाब किताब गर्नै अल्छी लाग्छ। अल्छी होइन, टाइमै हुँदैन नुहाइधुवाइ गरौँ। अनि यसो अघिल्लो दिन लाएको लुगाहरू दिउँसो लाएको लुगाहरू पसिना खलाखुलोको धुयोहरू 11-12 बजिहाल्छ। अनि कस्तो निन्द्रा लाग्छ।
बेडमा पल्ट सुतिहाल्यो। त्यही भएर हाम्रो हिसाब किताब गर्ने समय पनि हुँदैन। मेरो सब्जी मण्डीको पसलमा चाहिँ मेरो एकाउन्टेन्ट छ है, उहाँले गरिदिएर ट्याक्क उहाँ गर्नै पर्छ त्यहाँ चाहिँ है, गर्नै पर्छ। अनि भान्चोको पसलको चाहिँ हिसाब किताबै हुँदैन। त्यही भएर झोला लगाएर प्याक्क फालो सिरानीमा है, सिरानी टेबलमा फालो। अनि फेरि बिहान उठो, बिहान उठेर फेरि के छ, बिहान यति धेरै निन्द्रा लाग्छ हामीलाई चाहिँ है, यति धेरै निन्द्रा लाग्छ है आजकल है। त समथिङ 11 साढे 11 बजी सुतेको बिहान ठ्याक्कै 8 बज्छ है। कस्तो निन्द्रा लाग्छ, कस्तो निन्द्रा लाग्छ है, सरलाई पनि त्यस्तै मलाई त्यस्तै है। अनि कहिले कहिले 7:30मा नत्र भने 8 बज्छ हाम्रो उठाइ। अनि 8 बजी छिटो छिटो उठेर यसो टोइलेट गयो, फ्रेस भयो। फ्रेस 10-15 मिनट भित्रमा नि, त्यत्रो फ्रेस हुने टाइम पनि के हुनु र। अनि यसो टोइलेट गयो। अनि पूजापाठ चाहिँ प्रत्येक दिन गर्छौँ हामी है। यसो जिउ पखालो अनि पूजासुजा गऱ्यो अनि हिँडिहाल्यो। मेकअप सेकअप पनि गर्न टाइमै हुँदैन। यसो सनस्क्रिम लायो, फ्यास्सा लिपस्टिक लायो अनि हिँडिहाल्यो। अनि यति बिजी बिहान हिँडिहाल्यो। छिटो गर्दै नि हिँड्दा 9 बजिहाल्छ, 8:30 बजिहाल्छ, कहिले 10 बज्छ धरानबाट होलसेल है। अनि त्यस्तो हुन्छ। अनि त्यही भएर पैसा काउन्ट गर्ने टाइम पनि हुँदैन। त्यही भएर गाडीमा चढिसकेपछि चाहिँ ठ्याक्क गाडीमा चढेर घरबाट बाहिर निस्केपछि चाहिँ ब्याग निस्केर मैले गन्दै गरेको दृश्य हो यो चाहिँ है। अनि हाम्रो चाहिँ ठ्याक्क गनेर 1000 को एकतिर, अनि 500 को एकतिर, अनि 100 को एकतिर, अनि 50 को एकतिर राख्नुपर्छ। अनि हामीलाई चाहिँ फेरि एकदम भिड हुन्छ। खुद्रा चाहिँ हामीसँग म्याक्सिमम कम्तीमा पनि 20,000 को समथिङ चाहिँ राख्नै पर्छ ब्यागमा। किनभने 50 को अलग्गै 10,000 को जति, अनि 100 को 10,000 को जति। यति भिड हुन्छ त्यहाँनिर टक त्यहाँनिर फिर्ता दिने पैसा हामीले खुद्रा थोरैमा पनि 20,000 नभए 30,000 कहिले 40,000 राख्नुपर्छ खुद्रा। त्यही भएर मैले चाहिँ 1000 को नोट चाहिँ अब निकालेर गन्दैछु है। जुस तपाईँहरूको माया साथ सपोर्टले गर्दाखेरि एकदम राम्रो छ व्यापार है, सोचे भन्दा पनि राम्रो छ है। थ्याङ्क यू सो मच सबैजना हाम्रो कस्टमरलाई है। एकदमै धेरै माया साथ सपोर्ट दिएर धेरै भन्दा धेरै माया गरिदिनु भएको छ। बस यति भए हामीलाई पुग्छ है। र मैले चाहिँ हिसाब गरिरहेछु है। म फेरि कति भयो अहिले बताउने छु, अर्को भिडियोमा समय भए अनुसार लिने भन्ने छु है। अनि यो चाहिँ आज बिहानको हो। हाम्रो इटरी होलसेल जाँदाखेरि गाडी हिँडिरहेछ, सरले कुदाइरहनु भएको हुनुहुन्छ। साथमा मिठा गाना पनि बजिरहेको छ। अनि हामी गुनु गफ पनि गरिरहेछौँ, मैले काम पनि गरिरहेछु। आजको हिसाब कति भएछ हेर्दैछु है त। म 100 को एकतिर, 1000 को एकतिर, 500 को एकतिर हिसाब गर्दैछु।